हेलो गाइज, आज हामीले साग र आटो खाने भनेर लिन गएको। यो सबमा आएको हामीलाई चाहिँ मिलेन है। अब हामी जाँदैछौँ अर्को सबमा, त्यहाँ पाउँछ कि पाउँदैन। साथमा हामी साथी हुनुहुन्छ। यहाँ अभाइलेबल छ कि छैन हेर्छौँ हामी आइसक्यौँ। लट्टीको लागि कुन चाहिँ लाने? यो ऊ गरे त्यो पनि लट्टे नै हो होइन, मुलकिया। यो मुलुकिया हो, यो लट्टे हो। यो मुलुकिया, यो अरबी साग हो। हेर्न सक्नुहुन्छ, यो अरबी साग, यसलाई मुलुकिया भन्छ। यो चिकनसँग बनाउँछ है, मिक्स गरेर। यो चाहिँ अरबीहरूले एकदम मन पराएर खान्छ, सोच्छन्। फाइनली हाम्रो साग पनि रेडी भइसक्यो। अथवा छ दाल, मकैको आटो हेर्न सक्नुहुन्छ, दाल, साग, चटनी। आटो एकदम यतै खाने भयो क्या? ठिकै छ, ठिकै छ। फाइनली हाम्रो अब आटो चाहिँ रेडी छ, हामी खानु लाग्छौँ। अब आटो चाहिँ मैले बनाएको है। साग चाहिँ विनोदजीले बनाउनु भएको हो, चटनी चाहिँ मैले बनाएको हो, दाल तड्का पनि मैले लगाएको हो। ल, सही गर्नुभयो। छोरीलाई सकभर भात नखाउन भनेको भात आटै खुनी पाइएको छ। मकै उठेको छैन, आटै। पहिलाका मान्छे यही आटा खान्छ, धेरै समयसम्म बाँचे। यस्तै 13 वर्षमा अस्ति एउटी आउने थियो भन्दा 110 वर्षमा गएर घाँस काट्थ्यो।